भन्नु एक हिसाब किताबले आगो लाग्यो दिलैमा दमकन बोलाइदियो भन्ने एउटा गीत छ नि हो। जस्तो हामीले चाहिँ म त्यो एउटा फ्री रेडिकललाई चाहिँ आगो लगाए सोध्ने भन्थे एन्टिअक्सिडेन्ट चाहिँ त्यसको दमकल हो होइन। यसलाई चाहिँ डिटक्सिफिकेसन यानि कि मतलब त्यो टक्सिनलाई डिटक्सिफिकेसन भनेपछि निष्कासन बाहिर निकालिदिने। अब त्यस्तै गरी सफाइ क्लिनिङ। अब यो हाम्रो चाहिँ मतलब त्यो भित्री सफाइ त ग्रिन टीले गर्छ, बाहिरी सफाइको लागि चाहिँ साबुन यो अब असाध्यै राम्रो साबुन अहिले मैले पछि भन्दैछु। अब यो कस्तो हुन्छ भने जनावरको बोसोयुक्त साबुनले गऱ्यो भनेदेखि यो हाम्रो शरीरमा चाहिँ त्यो यो रङको फेदमा चाहिँ मतलब मसिना पालहरू छिद्रहरू हुन्छ जहाँ पसिना हुने। जस्तो यो हाम्रो चाहिँ भाषामा के भन्छ भने 99% पर्सपिरेसन भने पसिना बगाउने है, 1% मोटिभेसन चाहिँ तपाईँले चाहेको कुरा। त्यो त आज तपाईँले चाहिँ स्टेट ब्याक गरेर जब सुन्नुहुन्छ फिलिङ गर्नुहुन्छ लामो गहिरो श्वास लिनुहोस्, ढाड सिधा गरेर भन्नुहोस्। अनि हो बेलुका पनि त्यो कुरा सम्झिनुहोस्। तपाईँलाई राति सपनामा नेचरहरूको जङ्गलमा घुम्नु गइरहेको हुन्छ तपाईँ त। अनि त्यहाँ जस्तो विज्ञानको मान्यता के छ भने बेलुका तपाईँले जे कल्पना गरेर सुन्थ्यो बिहान आँखा खोल्दा त्यही कल्पना हुन्छ। अनि फेरि अर्को कुरा आँखा खोल्दाखेरि जे चाहिँ कुरा कल्पना गरेर तपाईँले आँखा खोल्नुभयो दिनभरि त्यही नै स्मृतिमा बसिरहेको हुन्छ। त्यो भएर यो एभरेस्ट स्टारको साइकल हो है। खोइ त जोरदार ताली खोइ त। फिलिङ गर्नुहोस् भनिरहेको छु। ताली भन्नु पर्दैन कि म चित्त बुझ्यो भने भनेर अनि यो पहिला भित्रको सफाइ भयो, बाहिरको सफाइ भयो होइन। अनि त्यसपछि सन्तुलन भने कस्तो हुन्छ, सुगर बढी भए पनि हामीलाई रोग, कम भए पनि रोग, प्रेसर बढी भए पनि मतलब रोग, कम भए पनि रोग। त्यो भएर सबै ब्यालेन्समा हुनु पर्यो। अनि त्यो भएर सन्तुलन होइन। अनि पोषण पूरक भने हामी कस्तो खाना खाइएछ भने हल्का अस्ति पनि मैले एउटा भनेको थिएँ। जस्तो हामीले खाने खानाहरू जस्तो अब तपाईँहरू त म त्यो नेचरहरू कस्तो हो कि हामी किन पोषण पूरक खानुपर्छ। जस्तो त्यो चामलै आउँछ त्यो त्यति पैसा म 2 बोरा चामल आउँछ किन म यात्रा खाने भन्नु होला, किन चाहिँ म रसुन खाने भन्नु होला, किन ओजस खाने भन्नु होला। र तपाईँको सबैभन्दा महँगो भने शरीर हो नि होइन र। शरीर महँगो हो, शरीरलाई त केही पनि होइन। जस्तो अब यदि म बेथाला क्रोनिक डिजिजहरू जब लाग्छ नि अनि त्यसपछि तपाईँले दुहाना चारण बेच्न थाल्नुहुन्छ। दुहाना चारणलाई चाहिँ महँगो कि ओजस महँगो या त सेप महँगो। अनि त्यो भएर जस्तो तपाईँले सेन्सरमा बत्ती बलेको ठाउँमा हो पोइन्टमा देखाउनु पोइन्टमा देखाएर ओके गरिदिनु न। पोषण पूरक भनेपछि यो हाम्रो खानेकुराहरूमा न्युट्रिसन